बाइबलमा यसरी लेखिएको छ, धेरै वर्ष पहिले पृथ्वीका सबै मानिसहरू एउटै भाषा बोल्थे र एक अर्कालाई सजिलै बुझ्थे। एक दिन मानिसहरू यात्रा गर्दै सिनारको विशाल मैदानमा पुगे र त्यहीँ बस्न थाले। त्यसपछि उनीहरूले आपसमा भने, आओ हामी ईटा बनाऊ र एउटा ठूलो सहर बनाऊ, साथै आकाशसम्म पुग्ने अग्लो धरहरा पनि बनाऊ, ताकि हाम्रो नाम प्रसिद्ध होस् र हामी पृथ्वीभरि छरिनु नपरोस्। त्यसपछि मानिसहरूले जोशका साथ सहर र अग्लो धरहरा बनाउन थाले। धरहरा दिनदिनै अग्लो हुँदै गयो, तर परमेश्वरले मानिसहरूको काम देख्नुभयो। उहाँले भन्नुभयो, यदि यी सबै एउटै भाषा बोल्छन् भने उनीहरूले जे सोच्छन् त्यो गर्न सक्छन्। त्यसपछि परमेश्वरले उनीहरूको भाषा फरक फरक बनाइदिनुभयो। अब मानिसहरूले एकअर्काको कुरा बुझ्न सकेनन्। त्यसैले उनीहरूले धरहरा बनाउने काम रोक्नु पर्यो र मानिसहरू संसारका विभिन्न ठाउँमा फैलिन थाले। त्यही कारणले त्यो ठाउँको नाम बाबेल राखियो, किनकि त्यही परमेश्वरले मानिसहरूको भाषा अलमल्ल पारिदिनुभयो। अहङ्कारले मानिसलाई परमेश्वरबाट टाढा लैजान्छ। त्यसैले हामीले सधैँ नम्र भएर परमेश्वरको इच्छा अनुसार जीवन जिउनुपर्छ।